जय मसीह, यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामी यहोशूको पुस्तक 1:8बाट हेर्नेछौँ। यसमा यसरी लेखेको छ, व्यवस्थाको यो पुस्तक तेरो होठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएको सबै कुरा होसियार साथ पालन गर्नु र तेरा सबै मार्गहरू तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। हेर्नुहोस्, यो परमेश्वरको वचन यहोशू 1:8बाट हामीले लिएको छौँ। अनि हामीले एउटा वचन हेर्नेछौँ जो चाहिँ दोस्रो तिमोथी 3:16मा यसरी लेखेको छ, पुरै धर्मशास्त्र यानि हाम्रो बाइबल चाहिँ पवित्र आत्माबाट प्रेरणा पाएर लेखिएको हो। भन्नको अर्थ पुरा होल बाइबल परमेश्वरको वचन प्रेरणा पाएर लेखिएको। त्यसै कारणले जब पनि हामीले बाइबलको वचनहरू पढ्दछौँ तब हामीले चाहिँ के गर्नुपर्छ त, यो यहोशूको पुस्तक 1:8बाट चाहिँ के बुझ्छौँ त, ध्यान दिने, मेडिटेट गर्ने भनेको छ इङ्ग्लिसमा। सो त्यो मेडिटेट चाहिँ तपाईँको इस्टर्न मेडिटेसन योगा गर्ने भनेको होइन, अथवा योगातिर ध्यान दिएर मेडिटेट गर्ने होइन। यो मेडिटेट चाहिँ परमेश्वरको वचनलाई ध्यान गर्ने, विचार गर्ने, मनन गर्ने। कसरी? पुरा धर्मशास्त्रको सबै वचनहरूलाई, पदहरूलाई मनन गर्ने। जब तपाईँले वचन पढ्नुहुन्छ त्यो वचनलाई मनन गर्नुहोस्। परमेश्वर तपाईँसँग के भन्दै हुनुहुन्छ, अथवा परमेश्वर त्यो जेनेरेसनको व्यक्तिलाई के भन्दै हुनुहुन्थ्यो र त्योबाट म के सिक्न सक्छु र मैले कुन मिस्टेक गर्नु हुँदैन भनेर तपाईँले ती वचनहरूलाई ध्यान दिने, ती वचनहरूको अनुसार कसरी म चल्ने। अब जस्तो उदाहरण म तपाईँहरूलाई दिन्छु। हेर्नुहोस्, मत्ती 7:7मा के लेखेको छ त, मागा तिमीहरूलाई दिइनेछ, खोज तिमीहरूले भेटाउनेछ, ढकढकाउ तिम्रो निम्ति उघारिनेछ। बुझ्नुभयो? यहाँ 3 प्रकारको वाक्यहरू प्रयोग गरेको छ। 3टा वाक्य छ। 3टा वाक्यमा सुरुमा के भनेको छ त, मागा तिमीलाई पाइनेछ। अब तपाईँ माग्नु हुँदैन, तपाईँलाई आवश्यक छ, तपाईँले पाउँदैन। तपाईँले बुझ्नुभयो त्यो वचन? त्यसपछि दोस्रोमा के छ त, ढकढकाउने, होइन? अब तपाईँले यदि खोज तिमीलाई भेटाउनेछ भनेछ, यदि तपाईँले खोज्दै नखोज्यो भने कसरी भेटाउने? माग्नु त तपाईँले माग्यो त्यो कुरा, अब खोज्नु नै पर्यो नि त त्यही कुरालाई जुन कुरा तपाईँले मागेको छ। अनि त्यो मागिसकेर खोजिसकेपछि तपाईँले के गर्ने त, त्यही कुरालाई ढकढकाउने, दिनुस् भनेर। के भन्नुभएको छ प्रभु येशूले? खुरनदार विधवाको प्रार्थना जस्तै तपाईँले निरन्तर प्रार्थना गर्ने, त्यसलाई नै भनिन्छ ढोका ढकढकाएको। बुझ्नुभयो? यसरी हामीले चाहिँ यो परमेश्वरको वचनलाई चाहिँ मेडिटेट गर्ने, ध्यान दिने। त्यसै कारणले तपाईँले जुनसुकै वचन पढ्नुहोस्, तर यो वचन याद राख्नुहोस्, यहोशू 1:8मा चाहिँ के लेखेको छ त, तैँले परमेश्वरको वचनलाई चाहिँ ध्यान देऊ, मेडिटेट गर, व्यवस्था तेरो मुखमा रहोस् भनेको कारणै यही हो। व्यवस्था तपाईँको मुखमा रहनलाई जुनै पनि वचन तपाईँ पढ्नुहुन्छ, प्रत्येक दिन मत्तीको पुस्तक होस् या पुरानो करार उत्पत्तिबाट होस्, तपाईँ जब पनि यो वचनहरू पढ्नुहुन्छ त्यो वचनलाई सरर पढेर नजानुहोस्, तर त्यसलाई मनन गर्नुहोस्, बुझ्नुहोस् त्यो वचनमा परमेश्वर के बोल्दै हुनुहुन्छ र ती दासहरूले कुन गल्ती गरे, जुन गल्ती हामीले गर्नु हुँदैन। अनि तपाईँलाई त्यस्तो लागिरहेको छ, कुनै गल्तीमा तपाईँ चुकिरहेको छ भने नडराउनुहोस्, किनकि परमेश्वरले 365 दिन हामीलाई यसो भन्नुभएको छ, नडराऊ, तिम्रो साथ परम प्रभु हुनुहुन्छ। त्यसै कारणले हाम्रो लडाइँ परम प्रभु लड्नुहुन्छ। सो हामीले चाहिँ के गर्ने त, आफ्नो गल्तीलाई परमेश्वरको अगाडि राख्ने हो र अनि प्रार्थना गर्ने हो। प्रभु, म यो कुरामा चुकिरहेको छु, मैले प्राय कोसिस गरेँ तर सकिनँ। हे पिता, हे परमेश्वर, मलाई ख्रिस्टको येशूको नाउँमा अनुग्रह दिनुहोस् र ती अनुग्रहद्वारा चाहिँ म पापमय स्वभावबाट विजय हुन सकूँ भनेर यसरी तपाईँहरू प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँको सोझोपनको प्रार्थना सुन्नुहुन्छ। धेरै शब्दमा बोल्नुभन्दा तर चाहिने आवश्यक जस्तो छ तपाईँको हृदयको अवस्था, त्यही अनुसार बोल्दा चाहिँ त्यो प्रार्थना चाहिँ परमेश्वरले झट्टै सुन्नुहुन्छ। हस् त, जय मसीह, धन्यवाद। यहोशूको पुस्तक 1:8लाई ध्यान दिनुहोस् कि परमेश्वरको वचन र व्यवस्था तपाईँको हृदयमा र होठमा रहोस् र त्यो नबिर्सियोस्। हस् त, जय मसीह, सलोम, शान्ति भएको होस् परमेश्वरको जनहरूलाई।